कम्बाइन दिए होइन बेलामा काम गर्छ घाउ लाग्छ गरी 45-50 गर्ला नि कस्तो नगर्ने र कन्टेसनमा हालिदिनु पर्ने घाम छ भनेर कम्पनी हालेर फेरि ल्याउनु पर्ने होइन त्यही पनि फेरि जति सक्छ भने कन्टेसनमा त साह्रै गाह्रो भने पनि माथि झुन्नी काम गर्नु पर्छ क्लिनरमा त घाम छ भन्दैछ अब ए क्लिनर त राम्रो हो घाम छ भन्दैछ बहुत राम्रो क्लिनर छ बाहिर त गर्ने छैन निस्किन सकिन्न भन्छ भित्रै हुन्छ क्लिनरले नि त्यो बाहिर एयरपोर्टमा मात्रै बाहिर गर्नुपर्ने ठुल्ठुलो उसमा बस्यो भने त भित्रै हो अहिले ठुल्ठुलो यो स्विमिङ पुलमा यस्तो पऱ्यो भने भित्रै हो घाम पनि देख्न पाउनु तिनीहरूले अहिले क्लिनरमा हाले खाएर के पछि अन्त सार्छ कि अब राम्रो हो क्लिनरमा त त्यही गर्छ अब त्यही गरिदिन्छ अन्त लाने पो हो कि 7-11 महिना पछि सबले कम्पनी हो सबलाई होइन कुन्नी के भन्थ्यो क्या यो चाइना कुन्नी के कर्पोरेसन के कम्पनी भन्थ्यो कि सबले कम्पनी होइन भने यही काममा हुन्छ सबलाई होइन यही काम हुन्छ साह्रै गाह्रो हुन्छ गाडीमा उतर्लिन्छ छोडिदिन्छ बिहान 6 बजे आउँछ लिन 11 बजे 11 बजे छोड्न आउँछ भएको छैन त्यहाँ 3 बजे 3 घन्टा आराम फेरि 3 बजे आउँछ अरे फेरि 6 बजे फेरि लिन लिएर जान्छ फेरि 6 बजे फेरि छोड्न छोडिदिन्छ अरे जहाँ काम गर्ने त्यही आठ घन्टा ड्युटी कोही ठग हुन्छ नि मासला 3 घन्टा रेस्ट दिन्छ त्यसमा झ्याप पार्छ यार पैसा पाउने कम्पनी त्यो भइरहन्छ होइन चिनेको मान्छे पनि उनी छ दुबई चाहिँ छ उसलाई झिकाउने मान्छे पनि म मिलाउँदैछ तलाई यो धोएर फाल्नु दियो अरे आफ्नै अलिक टाढाको भयो भने 2.5 पर्ने हो क्या उहीँ छ क्या ए राम्रो दुबई छ उसलाई बोलाएको मेरै बुढीको आफ्नै उदाइ त होइन तर पनि भाइको उसको बुढा दिदीबहिनीको बुढा साढे दाइ उही छ नभए राम्रै भयो भइहाल्यो के गर्नु मलाई हतियार लाग्ने भएन भने मासु राम्रो कटाइ हुँदैन नि सट्ट काट्ने हतियार भयो मासु बल्ल पिस हुन्छ मासु पिस नपऱ्यो भने त मासु राम्रो हुन्न नि दाउ त ठिक हुन्थ्यो त अलि बिगाएर चाहिँ गतिलो बनान्छ त्यो दाउ चाहिँ अलि छोटो गर्थ्यो अन्त दाउले मासु काट्न यस्तो कायदा हुन्थ्यो आधा त कामले पिट्नै खोज्दैन कहाँ गतिलो घन्टा गतिलो बनाउँदैन पिटेर पो यस्तो कामी कहाँ हुन्छ
बिको यो बोका त यार सानो खानाले बोल्नु साह्रै छ हड्डी तँ अचाउनु बाहिर फाल ऊ त केरा पत्ता मात्र राख्नु पऱ्यो भैमा राख भैमा बाल्लो खा भैमा